अब हामीले कहिलेकाहीँ सोच्छौँ म चाहिँ मन्दिर जान पाइनँ, म चाहिँ धाम जान पाइनँ, अथवा मैले साधना गर्न पाइनँ, अथवा मैले यस्तो गर्न पाइनँ, मलाई चाहिँ भगवान्ले हेर्नुहुन्न होला, अथवा म चाहिँ पापी भएँ कि, अथवा म चाहिँ भक्ति पथमा अलिकति पछाडि पर्छु कि, अथवा मलाई चाहिँ भगवान्ले प्रेम गर्नुहुन्न कि भन्ने हामीलाई त्यो शङ्का लाग्छ होइन। कहिलेकाहीँ लाग्छ। हामी मानिस हौँ, कलियुगका त्यही पनि। कलियुगले बेला बेलामा यस्ता कुराहरूले झस्काइराखेको हुन्छ। त्यो नर्मल कुरा हो, त्यसलाई यति ठुलो कुरो मानिराख्नु पर्दैन। अब सुन्नुहोस्, मन्दिर जाँदैमा फेरि दुईवटा अर्थ नलगाउनु होला। मन्दिर जाँदैमा मात्रै, साधना गर्न जाँदा मात्रै, अथवा भगवान्का धाम जाँदा मात्रै भक्ति हुँदैन। भक्ति हुँदैन। हुने भए त वर्षमा 50 चोटि वृन्दावनमा दर्शन गरेर आएका व्यक्तिहरूको पनि त्यही छ त चाल त। गएको छैन त। लोभ मोह ईर्ष्या पाप पाखण्ड कपट त गएको छैन, देखेको छैन। कति वृन्दावनमा वृन्दावनवासी ब्रिजवासी यहाँबाट गएका छन्, कतैबाट गएका छन् बाहिरबाट ब्रिजवासी हुनलाई। त्यहाँ गएर पनि भगवान्सँग प्रेम नभएर बेला बेलामा आएर यहाँ आएर त्यही लोभ मोहमा नै पर्छन् त। त्यो होइन, त्यो हुँदै होइन। मैले भक्तिको बारेमा भिडियो बनाइसकेको छु, हजुरहरूले त्यहाँ सुन्नु होला। कस्तो हुन्छ भने तपाईँ कहीँ जानुहोस् या नजानुहोस्, तपाईँले केही गर्नुहोस् या नगर्नुहोस्, भक्तिको अर्कै सम्बन्ध हुन्छ। भगवान्सँग हृदयको कनेक्सन हुन्छ। भगवान्सँग भक्ति भनेको हृदयको कनेक्सन हुन्छ। तपाईँहरूलाई म यसरी बुझाउँछु। तपाईँहरू भन्नुहुन्छ होला भक्ति गर्नको लागि टीका लगाउनुपर्छ अथवा पुस्तकै पढ्नुपर्छ, ग्रन्थै पढ्नुपर्छ। त्यो होइन। ज्ञान त चाहिन्छ। ज्ञान त सुनेर पनि पाइन सकिन्छ नि त। दुनियाँ थरीको हरेक चिज सुन्नुभन्दा त एकछिन प्रवचनहरू सुन्दा पनि ज्ञान त पाइन्छ। एकछिन आफ्ना पुस्तकहरू पढ्दा पनि, ग्रन्थहरू पढ्दा पनि ज्ञान त पाइन्छ। केही न केही ज्ञान पाइन्छ। अब यदि मन्दिरमा जाँदा मात्रै भगवान्ले नोटिस गर्ने भए, यदि भगवान्लाई केही चढाउँदा मात्रै, भगवान्लाई केही दिँदा मात्रै, फेरि नदिनुहोस् त भन्न खोजेको होइन है, त्यो दिँदा मात्रै, धनीलाई मात्रै भगवान्ले हेर्ने भएदेखि, जातलाई मात्रै भगवान्ले प्राथमिकता दिने भएदेखि, भागवतजीमा एउटा कथा आउँछ, बडो सुन्दर प्रसङ्ग छ, विदुरजी महाराजको कथा। विदुरजी महाराज को हुनुहुन्थ्यो? अघिल्लो जन्म खेर धर्मराज हुनुहुन्थ्यो। यो जन्ममा विदुरजी को हुनुहुन्थ्यो त? दासी पुत्र। वेदव्यासजीद्वारा दासी पुत्र हुनुहुन्थ्यो। यो सबलाई थाहा छ, हामीले महाभारतमा सुनेकै छौँ। तर हुनुहुन्थ्यो हस्तिनापुरको महामन्त्री। दुर्योधनले देखिसक्दैन थियो, किनकि उहाँ नीतिज्ञ हुनुहुन्थ्यो, धर्मज्ञ हुनुहुन्थ्यो, धर्मको मर्म जान्नुहुन्थ्यो। उहाँले अलिकति पनि पाण्डव र दुर्योधनलाई फरक गर्नुहुन्थ्यो। जहाँ असत्य छ त्यहाँ असत्यको बारेमा उहाँले आवाज उठाउनुहुन्थ्यो, बोल्नुहुन्थ्यो। र यहाँसम्म छ कि, यहाँसम्म भनेको छ कि दुर्योधनको अन्न पनि, दुर्योधनको घरको अन्न पनि कहिले पनि उहाँले लिनु भएन, खानु भएन, किनकि अन्नले प्रभाव पार्छ भनेर। अन्नले प्रभाव पर्छ नि। फुड पोइजन जसरी हुन्छ, फुड पोइजन भन्छौँ नि हामी, कुनै खानेकुरा खाएर फुड पोइजन हुन्छ। फुडको फेरि यहाँ रियाक्सन पनि हुन्छ। त्यो पोइजन भन्दा पनि माथि गएर दिमागमा पनि एउटा पोइजन, एउटा भ्रम फैलाउँछ। त्यो पोइजन त्यो खुनमा जाँदै जाँदै हुँदै हुँदै दिमागसम्म त्यो अन्नको एउटा प्रभाव पर्छ। त्यसैले उहाँ खानुहुन्न थियो। त्यसैले उहाँलाई के भन्यो त? धर्मज्ञ। उहाँलाई महात्मा विदुर भनियो। महात्मा विदुर जति बेला भगवान् हस्तिनापुर आउनुभयो नि, हस्तिनापुर आउँदाखेरि मन्त्री हुनुहुन्न थियो। दुर्योधनले निकालिसकेको थियो उहाँलाई। तर उहाँ हेर्न जानुभयो, भगवान्को दर्शन गर्न जानुभयो। दुर्योधनले त कपटपूर्ण तरिकाले यस्तो सजाएको थियो, यस्तो सजाएको थियो, हस्तिनापुरलाई बेहुली बनाएको थियो। सारा अटालीबाट फुलहरू वृष्टि गरिएको थियो भगवान्लाई। जब हस्तिनापुरमा भगवान् शान्तिदूत भनेर आउनुभयो त्यति बेला त्यति तामझाम गरेको थियो दुर्योधनले। र त्यो तामझामको बिचमा पनि भगवान्को आँखाले कसैलाई खोजिराखेको थियो। हेर्नुहोस् कस्तो कनेक्सन हुन्छ भक्तसँग भगवान्को। यदि तामझामले मात्रै हुने भएदेखि त भगवान्लाई त त्यहाँ त यस्तो तामझाम गरेर उसले यस्तो वैभव दिइराखेको थियो कि, यस्तो थियो कि पुरै एक एक पाइलामा माथिबाट पुष्पवृष्टि भइराखेको थियो। अटालीबाट सुन्दर सुन्दर युवतीहरूले पुष्पवृष्टि गराइराखेका थिए। गाजा बाजा सहित भगवान्लाई उसले रथमा चढाएर लाँदै थियो।
तर भगवानको आँखाले कसैलाई खोजिराखेको थियो? कसलाई खोज्दै थियो त भन्नुहोस् त? महात्मा विदुरलाई। महात्मा विदुर मन्त्री हुनुहुन्थ्यो, सर्वसाधारणको भिडमा एक ठाउँमा बसेर हेर्दै हुनुहुन्थ्यो। प्रभु, मलाई हजुरले नहेरे पनि मैले त हजुरलाई देख्न पाउँछु नि। यो भावना लिएर जानुभएको थियो, घरमा पनि यही भनेर आउनुभएको थियो। मलाई भगवानले नदेखे पनि मैले त देख्न सक्छु नि त भगवानलाई, मैले त हेर्छु नि त भगवानलाई, यतिमै चित्त बुझाउँछु, श्रीकृष्णलाई म दर्शन गरेर आउँछु भनेर यही सोचेर आउनुभएको थियो। केवल यति मात्रै सोचेर भगवानले त्यो भिडमा, लाखौँको भिडमा भगवानको आँखाले कसैलाई खोज्दै थियो? त्यो हो विदुरजी महाराजलाई। जब विदुरजी महाराजलाई भगवानले भेट्नुभयो त्यो भिडमा, जब आँखा चार भयो नि, त्यसपछि भक्त र भगवानको भित्र एउटा यस्तो सैलाब, एउटा यस्तो छाल उम्लिन थाल्यो, प्रेमको लहर यस्तो उम्लिन थाल्यो, यस्तो उम्लिन थाल्यो। भगवानले त्यहीबाट त्यो प्रेमको लहर उम्लिँदै उम्लिँदै जब हृदयबाट मस्तिष्कमा गयो, भगवानले त्यहाँबाट मस्तिष्कबाट एउटा मेसेज गर्नुभयो विदुरजी महाराजलाई। के भन्नुभयो? काका, आज यहाँ म शान्ति वार्ता गरिसकेपछि खाना खान चाहिँ हजुरकै घरमा आउँछु। मनबाट मेसेज पठाउनु भयो। यो मेसेज पाउनुभयो विदुरजी महाराजले। विदुरजी महाराज यस्तो यस्तो घायल हुनुभयो, यस्तो घायल हुनुभयो नि। जब भगवानसँग आँखा मिलिसकेपछि उहाँले भन्नु, अरे वाह रे कृष्ण वाह, तिमीलाई करुणामा तिमीलाई कसो जित्न सक्छ? त्यसरी त तिमी कृष्ण, त्यसरी त तिमी भगवान, त्यसरी त तिमी सर्वप्रथम पूजनीय, त्यसरी त संसारका तिमी पालनहार। त्यतिकै तिमीलाई भनेको होइन, म जान्छु, अब तयार गर्छु भनेर विदुरजी जब जानुभयो, यता भगवानले शान्ति वार्ता गर्न बस्नुभयो। शान्ति वार्ता हुन सकेन, विफल भयो, युद्ध हुने भयो। त्यसपछि दुर्योधनले कपटपूर्ण तरिकाले भगवानलाई निवेदन गर्यो कि हे केशव, आज मेरी माता गान्धारीले आफ्नो हातले 56 भोग बनाएकी छन् हजुरको लागि, आज यतै खानुपर्छ। यो बिन्ती गर्यो, अनुरोध गर्यो। तर मनमा कपट छ, मनमा चाहिँ कपट छ, बाहिरबाट मात्रै बोलिराखेको छ। यो भाव त भगवानले हेर्नुहुन्छ, भगवानले केवल भाव हेर्नुहुन्छ। म अघिदेखि त्यही भन्दैछु। भगवानले भन्नुभयो, रहन देऊ दुर्योधन, मैले यहाँ तिम्रोमा खाइन भने तिमीलाई केही फरक पर्छ? त्यो त पर्दैन प्रभु, त्यो त मलाई त्यस्तो पर्दैन कि। पर्दैन भने मलाई भोक पनि छैन, तिमीलाई केही फरक पनि पर्दैन, तिमीलाई पनि कुनै भाव छैन, मलाई पनि पेटमा भोक छैन, छोडिदेऊ। आज म विदुरजी महाराजकोमा जान्छु, मेरो काकाकोमा खान जान्छु। भगवानले यो भन्नुभयो। दुर्योधनले तुरन्त उठेर भन्यो, त्यो दासी पुत्रको घरमा के छ? त्यसको घरमा त्यसलाई त मैले मन्त्रीबाट पहिला निकालिसकेँ, त हावा खाएर बस्दै होला, के दिन्छ? भगवानले सुन्दर जवाफ दिनुभयो, चाहे हावा खाऊँ, चाहे पानी मात्रै खाऊँ, चाहे केही पनि नखाऊँ, मेरो भक्तले मलाई जहाँ जसरी जसरी राख्छ म त्यसरी नै खान्छु। म त भावको भोको छु, मलाई भावले नै पाउन सक्छ, मलाई प्रेमले नै पाउन सक्छ। यदि म कसैको अधीनमा हुन्छु भने प्रेमले, त्यसैले दुर्योधन म गएँ भनेर विदुरजी महाराजको घरमा गएर भगवानले अलिनो साग र केराको बोक्रा खाएर यो देखाइदिनु भयो कि, भगवानले यो प्रमाणित गर्नुभयो कि भगवानलाई केवल प्रेम चाहिएको छ। केवल भगवानलाई आडम्बर, भगवानलाई धनी, भगवानलाई कुनै धनीमनी व्यक्ति, कुनै रइस रवाब, भगवानलाई केही पनि चाहिएको छैन। भगवानलाई केवल प्रेम चाहिएको छ। यति लजिक बुझ्नुपर्छ। त चाहे तपाईँ घरमै बसेर गर्नुहोस्, चाहे तपाईँ काम गर्दा गर्दै गर्नुहोस्, चाहे तपाईँ अफिसमा बसिराख्नुपर्छ, यो मन लगाउने त कति सजिलो छ। यो मन प्रभुसँग जोड्ने हो। प्रभु, म यहाँ काम गर्दैछु, काम गरी पनि म हजुरलाई स्मरण गरिराखेको छु। के गर्नु, मेरो ड्युटी हो, म संसारमा छु, गृहस्थमा छु, हजारवटा मलाई बन्धनले घेरेको छ, र यो मन त हजुरलाई नै चाहिए प्रभु। बस यति भनिदिने बित्तिकै भगवानले सारा काम, हजुरको हाम्रो सबैको जिम्मा भगवानले लिनुहुन्छ। तर कपटले होइन, कपटपूर्ण होइन, निष्कपट बनेर, निष्पापी बनेर, निष्कामी बनेर। यो हो भक्तिको कुरा। त्यसैले कहीँ जान पाउनु भएन, कहीँ जानु भएन। कसैले अहङ्कार गर्दैछ भने त्यो अहङ्कारी व्यक्ति अहङ्कारले डुब्छ। तपाईँ घरमा बसेर पनि भगवानलाई भक्ति गर्न सक्नुहुन्छ। त्यसैले म अन्तिममा भन्छु, कर्म सुन्दर गर्नुहोस् र भगवानलाई विश्वास गर्नुहोस्। राधे राधे।